मिनील्यान्डमा कक्षा 12 कस्तो रह्यो? मेरो नाम चाहिँ सजना अनि म चाहिँ भर्खरै +2 ग्रेजुएट। मेरो रिजल्ट पनि आयो होपफुली। थ्याङ्क यू सरहरूलाई, एकदम राम्रो रिजल्ट आयो। अनि म चाहिँ 6 देखि मिनल्यान्ड पढेको अनि मेरो चाहिँ मेमोरी भनेको धेरै क्रिएट गरेँ मैले चाहिँ, रमाइलो भयो अल ओभर। एन्ड अर्को 2 इयर्स म कलेज पनि मिनल्यान्डै पढेँ है। मलाई चाहिँ एकदम रमाइलो लाग्यो। सरहरूसँग म घुम्न गएँ, इन्डिया गएँ, सरहरूले कति कुरा एक्टिभिटिजमा इन्भल्भ गराउनु भयो, कस्तो रमाइलो लाग्यो। अनि आज चाहिँ अलि एक्लै चाहिँ छु तर रमाइलो भइरहेछ। पास भएर आफ्नो स्कुल आउनु पाउँदा चाहिँ एकदम रमाइलो लागेको छ। अनि 2 इयर्स पनि अल ओभर एकदम राम्रो भयो मेरो चाहिँ। थ्याङ्क यू। मेरो चाहिँ अब मैले चाहिँ अहिले आइएल्स गरिरहेको छु। अब टाइम त अलि युटिलाइज गर्नु पऱ्यो। आइएल्स गरिरहेको छु अनि बारिस्टा क्लास पनि गर्ने सोचमा छु। अनि अब बिएचएम गर्ने मन चाहिँ थियो। अब बिएचएम चाहिँ म बाहिरै अस्ट्रेलिया अमेरिका समथिङ कता हुन्छ अब्रोड स्टडी नै गर्ने सोचेको छु मैले चाहिँ। अनि साथीहरू टिचरहरू कतिको मिस हुन्छ अब यहाँबाट छोडेर जाँदैछौ? म त अब एकदम सबैसँग घुलमिल हुने स्टुडेन्ट हो, सरहरूलाई पनि थाहा छ होला। अनि मलाई चाहिँ मलाई चाहिँ एकदम याद आउँछ सरहरूको होइन। मलाई झेल्न सक्नुभयो, थ्याङ्क यू। यत्रो वर्ष म जस्तो स्टुडेन्टलाई झेल्न अलिक गाह्रै हुन्थ्यो होला। अनि एकदम याद आउँछ, साथीहरूको नि धेरै याद आउँछ, टिचरहरू सबैजना एकदम म त एकदम ग्रेटफुल छु है। सबैको धेरै याद आउँछ मलाई चाहिँ। ओके, थ्याङ्क यू।